फाइनली हामी चाहिँ कतार म्युजियममा आइसकेको छौँ। हिरोहरू छ यहाँ टक्क। ल है गाइज के हो दिया पानी बग्रेमा अहिले अम्मामा होइन। कतार म्युजियममा भित्र एन्ट्री गर्दैछौँ। सो अहिलेलाई चाहिँ लेख्यौँ होइन, तल जाँदै हो। सो अहिलेलाई चाहिँ यहाँ के हो बुझ्छु दाइ, यो चाहिँ रहेको छ कतार म्युजियम। अनि दाइहरूसँग चिलमा होइन। आम्मामा के हो तपाईँलाई त सेतो देखाएको छ त दाइ यार। ल यहाँ फोटो खिच्नुपर्छ हौ दाइ। ल केटाहरू ल आम्मामा के हो पुस त खतरा छ त हौ आम्मामा होइन। आम्मामा मिठो देखिरहेको छ त हौ दुईजनालाई त हौ। KFC order हुँदैछ। Sorry? Yeah. Tell me. Yes. Only sauce bread you want? No Turkish bread? No, sauce bread. Only sauce bread. Yeah, chicken barbecue, half chicken barbecue with sauce bread. Yeah. Only sauce bread. Yeah, chicken barbecue, huh? Half chicken barbecue with sauce bread. Okay. So it will take time, huh? I think like around 45-50 minutes. 45-50 minutes. It's okay. So when coming near this location, just call me, this number. Yes, I will call this number and you have the WhatsApp number. Yeah, no problem. Anyone, no problem. Okay. KFC पनि अर्डर भइसक्यो फाइनली। सो अब हामी चाहिँ कतार म्युजियम अन्दर जान लागेको छौँ होइन। हेर्दैछौँ होइन। चक्लेटी बोय यार आम्मा यस्तो पोजमा खिच्छ। क्यामेराम्यान यहाँ छ आम्मामा हो। अब अन हुन्छ अनि म यता अगाडि यसो घुम्छु। कतार म्युजियम हाम्रो यसो घुम्न आएको साथीहरूसँग होइन। फाइनली भित्र छिरिसकेको छौँ कतार म्युजियम। सो जाँदै हो, यो चाहिँ भित्र रहेको छ। फाइनली अब यो भित्र चाहिँ के छ होइन सबहरूलाई देखाउनु गइरहेको छौँ। हामी आइसकेको छौँ कतार म्युजियम। मोबाइल छ अब कतार म्युजियम सामानहरू यस्तो छ। गर्नु मिल्छ। क्विकली बनाउनु पऱ्यो नि। ड्रागनहरू छ, ड्रागनहरू एभ्रिथिङ देख्नु सक्नुहुन्छ। सो एभ्रिथिङ गुड। सानो देख्नुहुन्छ। त्यो ठुलो छ। डल्फिन बनाएको छ कतार म्युजियम। चुर्की सबै छ कि भगवान छ। के हो होइन दाइ खरायो देखिँदैछ त हौ। बनाउनु न भिडियो। बनाउँछ नि म त कतार म्युजियमभित्र। छोडा यस्तो बनाएको छ मैले। हामी चाहिँ अब माथि जाँदैछौँ। सो होइन म त ओ बुद्धि भन्छ आम्मामा यस्तो सजाएर आएछ के कतार म्युजियम। यो चाहिँ पुरा छ नि एभ्रिथिङ। त्यहाँ फोटो खिच्देऊ न मेरो। ओहो के छ हौ सागर सुबास पो त
यस्तोहरू राखेको छ है राम्रो छ एकदम बबाल छ क्या कतार म्युजियमभित्र चाहिँ होइन त्यस्तो दामी दामी चिजहरू छ मस्यको चिजहरू छ क्या सानो सानो सबै कोइलीहरूको क्या कतारीहरूको पालादेखिको क्या त्यस्तोहरू चाहिँ पुरा होइन बबाल छ छोड्दा त्यसो चाहिँ कतारीहरूको ड्रेस पुरा सजाएर आएर किनभने हामीसँग टाइम छैन अनि 40 मिनट मात्र हुँदैछ त्यही भएर छिटो गर्नुपर्छ पुरा यहाँ चाहिँ एभ्रिथिङ पुरानो सामानहरू हो टाइममा पुरा आगो बालेर खाने सामानहरू छ यो चाहिँ देख्न सक्नुहुन्छ पुरा आगो बालेर चाय बनाउने होइन खाने ठाउँ हो लालटिनदेखि लिएर सबै छ क्या सानो सानो पुरानो उसको मान्छेहरू जस्तोहरू क्या यो चाहिँ बाख्रा पनि छ है बुझिदा यता हेर्नु फाइनली हामी चाहिँ तल अब जाँदै गरेको हो टाइम पनि कम भइसक्यो एकदम तल साथीसँग यो कुमार कस्तो भयो त अनि कतार म्युजियम कस्तो लाग्यो त यता हेर त भन त ए कतार म्युजियम कस्तो लाग्यो तिमीलाई कतार म्युजियम कस्तो लाग्यो तिमीहरूलाई एकदम बवाल छ ल कहाँ छ आमा हो दाइ हाम्रो बाबुआमाले गर्ने पुर्खादेखिको हो के यस्तो कान्छी भवाल पुरानो सामानहरू सबै छ क्या म्युजियम भनेको यस्तै हो हाम्रो घरको चियादानी जस्तो छ वन्यौ आम्मामा हो कुमार यो त हाम्रो घरको पुरानो घरको दर्जा जस्तो छ त हो भने हेर त ढुङ्गा देख्न सक्नुहुन्छ सो बवाल छ डिजाइन फिनिसिङ खतरा धन्दै मान्छेहरू चाहिँ पुरानो ड्रेसहरू पुरा सबैले होइन कतारहरूको वाइफले लाउने लुगाहरू भयो क्या पुरानो ड्रेस छ घरको मोबाइल सेकहरूले लाउने के हो आम्मामा डायमन्ड जस्तो छ है पुरा पुरानो चिजहरू हो क्या तलवारहरू महाभारतको जस्तो छ त हौ सिन त गनहरू आम्मामा यार तरबारदेखि लिएर एभ्रिथिङ गनहरू गनहरू हेर्नु न आम्मामा है म्युजियम हो क्या पुरै लाइट बल्ने होला हानेर जान्छ म यसको